हाई गाइज, मौसमको डिमान्ड अनुसार हामी चाहिँ मोमो लिएर आयौँ है त गाइज। के हुँदैछ बाहिर चाहिँ हिउँ पर्दैछ चिसो ट्याक्क कामबाट आउँदा आउँदा के मन लाग्यो भने मोमो खाउँ। ट्याक्क पसल छिरे झ्यापझुप सामान किनेर आयो बुढाबुढी ट्याक्क 1 घन्टामा मोमो रेडी। ल आज चाहिँ यो हाम्रो फर्स्ट भिडियो मुकबाङ फर्स्ट ट्राई हुन्छ। न्यू इयरबाट सुरुवात गरौँ भनेर हो हैन। यसो के छ ट्याक्क लाएर ल खाम ल है त फर्स्ट मोमो है त न्यू इयरको फर्स्ट मोमो 2026 को फर्स्ट मोमो। ल चेयर्स पनि गर्दैन त्यहाँ। ओके चेयर्स। दामी बबाल। मजा आयो है 2026 को मोमो। कुखुराको नि हैन। ठिक छ। अचार कस्तो लाग्यो? अचार मिठो छ। तिम्रो टक्क पर्र भएको छ। क्वाप खानु भएको छ एकदम तातो आहा। म चाहिँ सिङ्गै खानै सक्दिनँ त। मोमो है त माइन्ड नगर्नु होला। किन? मैले यसरी आधी खाएर हातले खाइदियो है नेपाली हो नि त। यो चन्ता चढाउनु चान्स पायो भने नेपालीले गर्छ भने भालो हाती हात जिन्दाबाद। हातले खाएन नि त मोमो खाएर चाहिँ हुँदैन। कसले कतिवटा खायो काउन्ट गर्नु होला है त। कस्तो लाग्यो? को छ त्यहाँ मोबाइल भन्नु। मिठो। बाहिर चाहिँ हिउँ पर्दैछ डह्रो चिसो छ। ट्याक्क कामबाट आउँदै थिएँ तातो मोमोको याद आयो। मोमोलाई फोन गरेँ तिमी मलाई बोलाउने भएर पिठो किमा सबै ल्याउनु पऱ्यो नि अनि बनाउँछु भने मेरो पालामा छिरी पसल बोकेर आयो। ट्याक्क बुढलाई फोन हाने अचार रेडी गर्दै गर है भनेर रेडी पार्छ अरे आएर झ्याप्लु 1 घन्टामा रेडी। मिठो मिठो। सिम्पल मिठो भयो भने मसला लाग्यो छैन। मोमो त घटे छ त होइन। खाए चाहिँ घट्दैन त। बन्नु पर्ने है मोमो त जति खाए नसकिनु हुनुपर्ने। आफू खाए टिपेर खायो बनाउँदै हाल्नु पर्यो नि त। अनलिमिटेड क्या खाएको खाए। नगन्जेल खाएको खायो। अचार ल्याउनु पर्ने हो। अचार पुग्छ ल्याउँछु म है।
अचार चाहिँ थपेर लिएर आएको खानुस् तपाईँहरू नि मिठो अचार चाहिँ फेरि एभ्री बाइटमा चाहिन्छ कि मलाई चाहिँ त्यही भएर म मोमो टोकेर खान्छु मोमो अचार अनि कोक आहा अझ कस्तोमा मजा आउँछ नि मोमो खाएपछि कोक खाने अनि डकार आउँछ नि त्यो पो मिठो हुन्छ आहा स्याटिस्फाइङ मुभमेन्ट भन्छ नि त्यसलाई हो क्या मोमो खान्यो ट्याक्क अब एकछिनमा आउँछ कति मजा आउँछ कसलाई मिठ लाग्यो छिट्टो छरीको मोमो हुन्छ खानमा लागेपछि हामीलाई कस्तो चाँडो नि बन्यो है खानमा लागेपछि हामीलाई फेरि आँधी बेरी हिउँ परोस् पानी परोस् त्यसले पनि रोक्दैन त्यसले रोक्दैन यहाँ भूकम्प आयो भने पनि खाइरहनु हो भने एकछिन होइन यहाँ भूकम्प आयो भने पनि खाइरहनु हो भने एकछिन होइन यहाँ भूकम्प त आउँदैन दे कहिले फायर अलार्म बज्छ बजिरहेको खाइरहनु हो खाएर मैले त चार खाएँ क्या ठिक छ त फास्ट हानेर भुँडी डुम्म भयो त आज धेरै चाहिँ क्या हो खाए ल भनेर खाएको त एक भाडा हालेको बनाएर मैले जाम हाल्छु खत्रै मोमो खाइन्छ नि त ल लास्ट पिस बाँडीचुटी खाउँ है सबैजनालाई हेर्नु भएको मान्छेलाई टक्क यसरी अचार मोलेर ल लिनुहोस् सबैजना खानुहोस् तपाईँहरूको नाममा अझै जसले खाने हो ल यो खाउँ त अब अरू मोमो चाहिँ भिडियोमा नखाउँ त्यो चाहिँ कसरी खाने भने उठ्दै ट्याक्क 2-3वटा कप्पा हाल्दै मोबाइल हेर्दै कप्पा हाल्दै एकछिनमा चाहियो नि त पप्पा उठ्दै ट्याक्क 2-3वटा कप्पा हाल्दै मोबाइल हेर्दै कप्पा हाल्दै एकछिनमा चाहियो नि त पप्पा जस्तो होइन लास्ट हाल्दैन न त मैले भियर्सलाई बाँडेर खाइसकेँ तिमी पनि बाँडेर खाउनु त अगाडि म चाहिँ तिमीलाई बाँड्छु नि त भइगयो बाँडा खाइदियो मिठो भयो कोक नानिदिनु सरी यो मजा आउने के सरी यही हो कि मजा लाग्ने मलाई चाहिँ आहा स्याटिस्फाइङ भन्छ नि अनि बल्ल मोमो र कोक खाए जस्तो हुन्छ क्या यो त यतिको भयो जस्तो हो कि होइन भन्नुहोस् कमेन्टमा है यस्तै हो फर्स्ट भिडियो अफ 2026 मुकबाङ पहिल्यै हो हाम्रो होइन छोटो मिठो कति 1-2 मिनट सब हान्थ्यो क्या यिनीहरूले भोकमारी लगाएर क्या चढ्यो भने ढिँडो खाइदियो भन्दै होला होइन हेर्नु बोल्दै खाएको कति मिनटको भिडियो भयो नि थाहा छैन केही थाहा छैन हामीलाई लास्टमा भिडियो भएको छैन